नमस्कार। आज हामी पिएलई सब्जेक्टको स्पुनिङ एक्सरसाइजमा हजुरको बिन्स फर्म 3 unequal ball पढ्न गइराखेको छौँ। In this lesson we need 4 ball, one is full of beans and 3 are empty, and this is spoon. Okay, so first of all I'm going to say about this beans. So this is beans. It is brown in color. Its shapes look like a kidney, so we call kidney bean. यसको shape कस्तो देखिन्छ त? Kidney shape को देखिनाले हामीले यसलाई kidney bean भनिन्छ। अब हजुरले beans को ठाउँमा अरू पनि लिनुहुन्छ भने हजुरले त्यही अनुसार त्यसको describe गर्न मिल्छ। Okay, so I'm going to take this spoon and we have to put this like this way, top, left, right, neither 1, 2, 3. Okay, two ways ma जुन way ma पनि हजुरले जान मिल्छ। I'm going to transfer it this beans. First ma यहाँ top मा transfer गर्न गइरहेको छु। So transfer it beans slowly and carefully. Okay, after this हामी second ball मा यसरी slowly and carefully यहाँ चाहिँ तपाईले तीनटा डिफरेन्ट बल देख्नु भएको होला है। तीनटा डिफरेन्ट हामीले किन लिएको छौं रुल म्यामले भन्दिनुहुन्छ है। यसमा चाहिँ हाम्रो तीनटा डिफरेन्ट शेपको चाहिँ बल छ जुन चाहिँ हाम्रो एल शेपमा राखेको छ। यसमा हाम्रो बल चाहिँ अनइक्वल छ तर हामीले बिन्स र बेबीहरूलाई इक्वल नै राख्न सिकाउँछौँ। यस्तो गर्दाखेरि चाहिँ के हुन्छ हाम्रो दुईटा चाहिँ अलि यो भन्दा यो ठुलो छ है बल, अनि हामीले ठुलो बलमा हामीले इक्वल बिन्स राख्दाखेरि पनि ठुलो बलमा चाहिँ हाम्रो थोरै अमाउन्ट देखिन्छ भने सानो बलमा चाहिँ हाम्रो धेरै अमाउन्टमा बिन्सहरू राखिएको देखिन्छ। यसबाट हाम्रो स्पुनिङ एक्सरसाइजबाट हाम्रो फाइन मोटर स्किल डेभलप हुन्छ। बेबीहरूलाई हामीले पिजीमा मजाले गराउन सक्छौँ। उहाँहरूले चाहिँ इन्जोय पनि गर्नुहुन्छ। हामीले सोच्दाखेरि चाहिँ बेबीहरूले सक्नुहुन्न, अल्छी मान्नुहुन्छ भन्ने हुन्छ, त्यो हुँदैन। पिजीको बेबीहरूले यो एक्सरसाइज एकदमै इन्जोय साथ गर्न सक्नुहुन्छ। अनि उहाँहरूले यो भनेको त खेल्ने, उहाँहरूलाई त एउटा खेल्ने तरिका जस्तै भएको कारणले गर्दाखेरि पनि बिन्स एक्सरसाइज चाहिँ एकदमै इन्जोय गर्नुहुन्छ। यसबाट फर्स्ट सेकेन्ड थर्डको कन्सेप्ट भयो भने अर्को भनेको हाम्रो टप लेफ्ट बटम छ। अब हामीसित यहाँ हेर्नु त तीनटा डिफरेन्ट छ, त्यही भएर हामीले बिग बिगर बिगेस्ट पनि भन्न सक्यौँ नि त यसमा त है। यसरी पनि हामीले चाहिँ 3 अनइक्वल बल चाहिँ पढाउन सक्छौँ। जस्ट मैले चाहिँ यहाँ कलर कम्बिनेसन भन्दा पनि हामीले यहाँ बललाई धेरै फोकस गरेर कुनै ठुलो सानो सानो यसरी गराएको छौँ। जस्तै यो ठुलो छ, यो भन्दा सानो, यो भन्दा सानो छ, त्यो चाहिँ हामीले 3 इक्वलमा लिएको छौँ। यो कलर किन डिफरेन्ट राख्नु भयो होला म्यामले भनेर मनमा क्वेसन आउँछ। यो चाहिँ जस्ट हामीले के गराएको त 3 अनइक्वल मात्रै बनाएको। ओके, क्यान यु ट्रान्सफर म्याम? अब फेरि पनि हामीले बिन्स जहाँबाट झिक्यो त्यही नै राख्नुपर्ने हुन्छ। बिन्स मात्रै होइन, हामीले हरेक सामान जहाँबाट झिक्यो त्यही नै राख्न सिकाउनु पर्ने हुन्छ। त्यही भएर अब चाहिँ हामीले यो बिन्स कुन बलबाट झिकेको थियौँ त? लेफ्ट बलबाट। अब हामीले सबै बलको बिन्स चाहिँ लेफ्टमै खन्याउनु पर्ने हुन्छ। सो फर्स्ट आई एम गोइङ टु टेक द स्पुन 3 fingers by right hand, then I'm going to transferring beans from right first ball to left ball. Put it slowly. Transfer all beans from right first ball to left ball with help of spoon and put it slowly. अब म्यामले गरिराख्नु भएको छ होइन, देख्नुभयो होला कन्सन्ट्रेसन। हामी यताउता आँखा गरेर यो ट्रान्सफर गर्न मिलेन होइन, यताउता हेरेर गर्न मिलेन। सो के भयो त कन्सन्ट्रेसन बेबीको हुन्छ, अनि पेसेन्स पनि गर्न सिक्नुहुन्छ। अहिलेको टाइममा धेरैजनालाई एज अ मदर भनौँ, एज अ प्यारेन्ट्स भनौँ, बच्चाहरूको पनि छैन है। सो पेसेन्स सिक्न चाहिँ यहाँबाट सिक्नुहुन्छ। एकछिन वेट गरेर यसरी स्लोली हामीले गर्नुपर्छ भन्ने कन्सेप्ट बेबीमा जान्छ। यसरी हामीले सेकेन्ड बलको पनि ट्रान्सफर गरिसक्यौँ। हेर्नु त यदि मैले कन्सन्ट्रेसन नगर्ने हो भने चाहिँ यो बिन्स पोखिसक्थ्यो है। यसमा चाहिँ एकदमै कन्सन्ट्रेसन चाहिन्छ, नभए चाहिँ हामीले यो ट्रान्सफर गर्ने बिन्स चाहिँ सबै पोखिन्छ। अब हाम्रो लास्टको थर्ड बल छ, फेरि त्यो पनि हामीले ट्रान्सफर गर्नुपर्ने हुन्छ। सो transfer the bean from right third ball to left ball with help of spoon.
Okay, now we have completed our second process, which is transferring beans from right first, second, third bowl to left bowl. So we put the spoon back to the same place. Okay, babe. Okay, is there any spill beans on tray? Ma'am. Okay. यसरी यसरी हजुरले सोध्नुहुन्छ यिनी कुनै खसेको पोखेको छ कि छैन भनेर हैन सो बेबीले एउटा पनि खसाल्नु भएको छैन पोखाउनु भएको छैन व्हिच मिन्स बेबी एकदम कन्सन्ट्रेट भएर पेशेन्सली सबै ट्रान्सफर गर्नुभयो सो यति नै